मलाई त्यहाँ डल चोरेको भन्दै हुनुहुन्छ सबैले हैन। मलाई तिमीहरूको सम्पत्ति मलाई चाहिँदैन है। अनि डल चल्दैन मलाई के भन्छन्? जाठी बात गर्दै हो, जो चोर उसीको ठुलो स्वर छ। किन चोरिस् त? खुब आफैले भलाद्मी सम्झस्। लाज पचाएको, लाज शरम छैन? लाज लाग्दैन तँलाई? जो चोर उसीको ठुलो कुरा गर्छस्। थुक्क तिमीहरू जस्ता नालायक मान्छेलाई के भन्नु हो? तपाईँहरू आफै भन्नु है साथीहरू कमेन्टमा। यो सब जेन्जीलाई बदनाम गर्न लागि गएको जस्तो। जो असली जेन्जी छ नि त्यो कुनै ठाउँ त्यस्तो चोरी डकैती गरेको छैन। जेन्जीलाई बदनाम गर्नलाई यस्तोसम्म गरेको। लाज पाचा आएको न कचरी। ठुक्क तिरीमा झाट्ने।